यो हो ध्रुवे हात्ती। चितवन राष्ट्रिय निकुञ्जको राजा। यसैको साम्राज्य छ चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका बस्तीहरूमा। पहिलो पटक ध्रुवे हात्ती यति लामो समयसम्म क्यामेरामा कैद हुँदैछ। ध्रुवेले अहिलेसम्म 23 जनाको ज्यान लिइसकेको छ। निकुञ्ज सुरक्षामा खटिएका सैनिक र सर्वसाधारणहरू, जंगल सफारी गराउने गाइडहरू ध्रुवे हात्ती देख्न नपरोस् भन्ने कामना गरेर मात्रै जंगल प्रवेश गर्ने गर्छन्। ध्रुवेले आफ्नो शरीरमा 100 भन्दा बढी गोलीका छर्राहरू बोकेर हिँडिरहेको छ। 2069 सालतिर ध्रुवेको आतंकबाट बस्नका लागि मार्ने प्रयास समेत भएको थियो। त्यतिबेला सरकारले 16 लाख रुपैयाँ यसलाई मार्नका लागि मात्रै खर्च गरेको थियो, तर यो मरेन। 2066 सालमा निकुञ्जभित्र रहेको ध्रुव भन्ने पोस्टमा यो देखिएको थियो र त्यहीबाट सैनिकहरूले यसको नाम राखिदिए ध्रुवे। 2066 देखि 2069 सालसम्म मात्र यसले 15 जनाको ज्यान लिएको थियो। त्यसपछि सरकारले यसलाई मार्ने प्रयास गरेको थियो। त्यसपछि 2 वर्ष निकुञ्ज आसपासमा ध्रुवे देखिएको थिएन। अहिले चाहिँ यो राष्ट्रिय निकुञ्जभित्र बाँधेर राखिएको हात्तीसँग क्रीडा गर्ने तयारीमा छ। टाइगर टप्स भित्र रहेको हात्ती, सौराहाको खोडसरमा रहेको हात्ती प्रजनन केन्द्र र निकुञ्जका कैयौं हात्तीहरूको यो प्रेमी पनि हो। ती प्रेमीहरूसँगको सम्बन्धबाट यसका कैयौं सन्तानहरू जन्मिएका छन्। यसले अहिले लिएको पोजिसन आक्रमणका लागि हो। अब यसले हामीलाई आक्रमण गर्ने तयारी गर्दैछ। हामी सुरक्षित गाडी भित्र रहेका छौं र अब हामी यहाँबाट भाग्दैछौं।